माने हो माने 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 पुरानो पार्टीलाई मैले माने। ओहो हो अहिले नेपालमा काण्डै काण्ड पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई पनि पतञ्जलि काण्डले गर्नु गर्यो। 35 लाख धरौटीमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल छुटे। अब कतिजना वकिल पछि लाए? 115 जना भन्दा बढी वकिल चाहिँ उसको पछि लाए। अहिले यस्तो सोच्नुस् कि सबैभन्दा नेपालको पपुलर मान्छे भनेको नै माधव कुमार नेपाल होला। यदि पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले गल्ती नै नगरेको भए, त्यो पतञ्जलि काण्डमै नलागेको भए 35 लाख धरौटी चाहिँ किन तिर्नु? सर्वप्रथम माधव कुमार नेपाललाई चाहिँ हार्दिक बधाई तथा शुभकामना। अब चाहिँ यस्तो काण्डमा नमुच्छिनु होला। अब त्यस्तै हो भने रवि लामिछानेको पनि सहकारी काण्डमा साथीहरू धरौटी दिएर पनि किन नछोडेको? अहिलेसँग जेलमा थुनेकी थुनै छ, नत्र बाहिर निकालेर केस लड्न पनि त सक्थ्यो होला। त्यसैले यसलाई भनिन्छ राजनीतिक प्रतिशोध। किनभने नयाँ आयो भने अब 84 मा त क्लियर कट हो, भयभरको मान्छेहरू नेपाल आएर भोट हाल्ने सिस्टम भोट हालेको हुन्छ। त्यस पछाडि चाहिँ पुरानो पार्टी त सर्लकै डाउन हो। रवि जान्छ कहाँ? यहाँ। एमाले यता, काङ्ग्रेसहरू अरू पार्टीहरू त 2 भोट 3 भोट 4 भोट 5 भोट त्यही हो आउने भनेको नै। अब यो समस्या के छ भने साथीहरू, यो नयाँ मिल्न पर्छ भनिन्छ नि, यो अवश्य मिल्न पर्छ नयाँ चाहिँ। किनभने हाम्रो नयाँमा पनि धेरै कमी कमजोरी छ। हर्कले आफ्नै टिम खोल्ने, बालेनले आफ्नै टिम खोल्ने, रविको आफ्नै छ। यो तीनटा चाहिँ एकै ठाउँमा मिलेर गयो भने चाहिँ देशलाई केही न केही तरिकाले 84 मा चाहिँ यो नयाँ पार्टीले चाहिँ बहुमत ग्यारेन्टी आउँछ। र एक्लो भयो भने फेरि त्यही हो, पुरानो पार्टीले चिलिमझाट फर्काइदिन्छ साथीहरू। त्यसैले 84 को लागि केही न केही सोच्नै पर्छ। यो नयाँहरूले पनि सोच्नै पर्छ। हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने यिनीहरूले अवश्य सोच्नुपर्छ। यिनीहरूले राम्रो तरिकाले सोच्यो भने 84 मा चाहिँ झ्याम्मै बहुमत हो साथीहरू। अनि पुरानो पार्टीलाई सडमझ्याप कुनको के काण्ड छ, व्हाइट बडी के काण्ड छ, त्यो सर्लकै फाइल खोल्नुपर्छ।